हेलो लेडिज एन्ड जेन्टलम्यान, हामी आइसकेका छौँ। ठाउँको नाम थाहा छैन, जुन है भ्यू चाहिँ यस्तो छ। अब हेरौँ, हामी यहाँ हाम्रो साथमा छ प्रकाश, रोशन कुवर र एउटा हाम्रो साथी तल पुगिसकेका छन्, त्यहाँ बसिरहेको छ। अब भ्यू चाहिँ यस्तो छ। अब तपाईँहरूलाई भ्यू हेराउनेछु, भ्यू हेराउने कोसिस गर्छु है। ल साथमा आऊ है। यसको अलिक भिडियो बनाएन कि उसले भनिरह हाम्रो नि आउला आइफोन के अरे 18 होइन, अब 18 नै आएपछि अब म के भन्न सक्दिनँ। ठिक छ साथी, हेर्नु त मलाई उसले के गर्यो थाहा छ? उसलाई फेरि हिजो मोबाइल किन्न जाँदाखेरि नि साथमा हिँड्ने मान्छे नै मै हो। साथी ल ठिक छ भनेर त्यो सम्झना दिदीसँग भेटाउने पनि मै हो होइन। अरू केटाहरूले त्यस्तो गरेनन्, मै हो। अहिले आएर साथी ल एक फोटा खिचिदिनु न साथी भन्दै गर्दाखेरि उसले मलाई कस्तो लासार दियो भन्दाखेरि ठिक छ यहाँनिर होइन उता जाउँ ल। यति राम्रो सिन थियो यहाँनिर। साथी चाहिँ किनेकै फर्स्ट दिनमा चाहिँ यस्तो व्यवहार देखाउँदै गर्दाखेरि म एकदमै नराम्रो लागिरहेको छ। किनभने मैले यस्तो एक्सपेक्ट उहाँबाट सोच्दा पनि सोचेको थिएन के। अनि हुन्छ नि आज उसले यसरी हिर्काइदियो। ल ठिक छ, मेरो नि 18 आउँछ, मेरो नि 18 को पर्खाइमा छु, म पनि सङ्घर्ष गरिरहेको छु, म पनि किन्छु। म नि उसकै जस्तै उसलाई नै अलि रिभेन्ज हान्ने तरिकाले म पनि यस्तै व्यवहार देखाएँ। ल दामी, अझै भन्नु चाहिँ केही हजुरलाई? भन्दैन एउटा हाम्रो त्यहाँ छ कि अरे तू मेरे के प्यार करती है कि नहीं करती? तू मेरे प्यार करती है कि नहीं करती है? तू मेरे के प्यार करती है कि नहीं करती? यसरी हाम्रो हिडडुल भइरहेछ। अब तपाईँहरूलाई देखाउँछु हाम्रो ब्लगको पछाडिको दृश्य। यहाँ साथीहरू यस्तो बवाल छ। बेलुका घुम्नको लागि कस्तो छ, सबैलाई सजेस्ट गर्न आउनुहोस् तपाईँहरू पनि। यदि जुङनाङगुतिर हुनुहुन्छ भने यो ठाउँ, यो पार्क घुम्न आउनुहोस्, किनकि यहाँ साइक्लिङ गर्ने व्यवस्थाहरू पनि छ। यसरी तपाईँहरू साइक्लिङ यसरी गर्न सक्नुहुन्छ। यस्तो बवाल भ्यू हेर्दै, खोलाको भ्यू हेर्दै मर्निङ वाक, इभिनिङ वाकहरू जस्ता एक्सर्साइजहरू पनि गर्ने यहाँ पनि छ, सुविधा पनि छ। यसरी गर्न पायो होइन। अनि सबभन्दा इम्पोर्टेन्ट चिज चाहिँ अहिले चाहिँ मनसुनको बेला होइन, फुलहरू हेर्नुहोस् यसरी बास्ना लिँदै। मेरो साथी पुरै फिल्डमा छ, अहिले फिल्डमा बास्ना लिँदैछन् है। कस्तो भइरहेछ त तिम्रो? एकदमै राम्रो, यो फुलको बिचमा बस्दै पाउनु भनेको एकदमै सौभाग्यको कुरा हो। यसरी फुलको छेउमा बस्नु, तर फुल चाहिँ नटिप्नु होइन त। गीत सुन्नुहोस् उहाँको स्वरबाट, मिठो स्वरबाट। ल तपाईँ हामीहरूलाई सब्सक्राइब गर्नु न, यस्ता कन्टेन्टहरू त हामीहरू तपाईँलाई दिँदै गर्छौँ नै हो। त्यस कारणले गर्दाखेरि अब ढिला नगरिकन हामीहरू आफ्नो यो कन्टेन्टहरू अगाडि बढाउँदै तपाईँहरूलाई एउटा महत्त्वपूर्ण सूचना प्रदान गर्न चाहन्छु कि हाम्रो युट्युब च्यानलको नाम चाहिँ मिस्टर जोय छ होइन। यहाँ हरेक किसिमका कन्टेन्टहरू पाउन सक्नुहुन्छ तपाईँले। एउटा इन्फर्मेसनल, एउटा ट्राभलर र त्यो अनुसार तपाईँले कसरी ट्राभलिङ गर्ने, सुरु गर्ने, कसरी नयाँ ठाउँ कसरी एक्सपिरियन्स गर्ने होइन, कसरी नयाँ स्टोरीहरू कसरी पत्ता लगाउने, सब हामी तपाईँहरूलाई सेयर गर्नेछौँ। त्यही पनि हामीहरू यो कोरियाको सोलमा छौँ। अनि कोरियामा जति पनि हामीहरूले कन्टेन्ट बनाउन सक्छौँ, हुन्छ जस्तै
एउटा स्वैच्छिक पनि बनाउन सक्छौँ। भ्लगको माध्यमबाट हामीहरू एजुकेसनल के अरे त्यो इन्फर्मेसन दिनको लागि पनि हामीहरू भ्लग बनाउँछौँ। यहाँ नयाँ नयाँ ठाउँको नयाँ नयाँ एउटा भेष, नयाँ नयाँ परिवेश सबै हामीहरू यहाँ भ्लग बनाउने छौँ र तपाईँहरूको एकदमै महत्त्वपूर्ण साथको अपेक्षा गर्दै हामीहरू अगाडि बढ्न चाहन्छौँ। ल हामीहरूलाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। ल च्यानलको लिङ्क तल डिस्क्रिप्सनमा हुन्छ। डिस्क्रिप्सनमा ल ल ल हामीहरू अगाडि बढ्नै चाहन्छौँ। तपाईँहरूले हामीहरूलाई सहयोग गर्नै पर्छ। हो त्यस कारणले गर्दा त्यसको हामीलाई धेरै ठुलो महत्त्वपूर्ण भूमिका हुन्छ तपाईँहरूको होइन। त्यस कारणले गर्दा यस्तो कार्यहरू हामी अझै अघि गएर फ्युचरमा धेरै गरोस् भनेर तपाईँहरूको साथ र सहयोग चाहिन्छ होइन। हामीहरूको यो सानो यसमै मात्र सीमित हुने कुराहरू होइन हामीहरू, किनकि हामीहरू यसलाई अलि प्रोफेसनल लाइफमा प्रोफेसनल तरिकाले अगाडि बढेर होइन हामीहरू अगाडि नै बढ्न चाहन्छौँ कि Under the city lights, a lonely road still grows, petals full of memories nobody really knows. Cold wind through the night, guitar crying slow. Every scar inside my heart started from hello, and I still see you dancing in the rain, like a dream I could never hold again. Your perfume still lives inside my soul, like a rose that bloomed but never got old. Oh. अलिअलि अब तपाईँहरूलाई राम्रो एक्सपिरियन्स दिनको लागि हामी के अरे उयो गरिरहेछौँ होइन। पुरै सपोर्ट गरिदिनु होला। हेर्नुहोस् यसरी आएर झिल्को माला लिँदै माछा हेर्दै Heart still waits for flowers in the gloom. Late night roads and broken songs, I drive alone where we belong. Moonlight falling on the seat beside me, but your shadow's all that I can see. You were soft like springtime air, but pain was hiding in your stare. Now every guitar. हेर्नुहोस् गाइस यसरी कुकुर खेलाउने पार्क पनि छ। कति मजाले खेल्दै हुनुहुन्छ। यसरी कुकुरहरूको लागि पनि खेलाउने घुमाउने पार्क पनि छ। कस्तो प्रकारले क्युट क्युट सानो सानो कुकुरहरू पनि बवाल हुन्छ। हेर्नुहोस् फोकस अन दिस त्यति मात्र होइन कि यहाँ तपाईँलाई खेल्नेदेखि लिएर विभिन्न किसिमको गेमहरू जस्तै यहाँ हेर्नुहोस् फुटबल पनि छ, फुटबल खेल्ने फुटसलहरू पनि छन्, उता बास्केट बलहरू खेल्ने पनि छन् है। धेरै गेमहरू गेमको भेराइटीहरू खेल्न पनि यहाँ बवाल तरिकाले सुविधा बनाएको छ होइन र। के भन्न चाहन्छौ यहाँ कोरियन सरकारलाई तिमीले? कोरियन सरकारलाई भन्दा पनि यो कोरियन सरकारको यो काम देखेर नेपाल सरकारले अलिक सुधार गर्नु पर्यो। उता के अरे विकासमा मात्र होइन भरे खेलकुदहरूमा पनि अलिक फोकस गर्नु पर्यो हाम्रो सरकारलाई होइन त। होइन यहाँ हाम्रो एउटा साथी डिप्रेसनमा छ। के हो साथी, किन तिमी यसरी डिप्रेसनमा? फुटबल खेल्ने ग्राउन्ड यस्तो दामी छ। अस्ति आएको एकचोटि अझै आएको थियो कि हामी यहाँ अनि गेम खेलेको थियो। यसमा हाम्रो टिम नै हारेको थियो खासमा, यिनीहरूको टिम जितेको थियो। अलवेज विनर हो। हार्न जान्छौँ न त
पछाडि पर्न चाहन्छ fits हामी नै best. हारेको थियो तर कति राम्रो कुकुरहरू आएर Sunset cold. टक्क कन्सटेन्टमा राख्छ कि त्यति हल्ल्याउँछ भने Slowed reverb to time. कति राम्रो यार टेडी बियर जस्तै छ Sad sunset cold. Here's how you can reshape the lyrics to feel deeper, emptier and more emotional. The sunset died slowly above the river tonight. Bicycles passing by like memories out of sight. Flowers kept dancing while my heart stayed still. And the cold evening silence said what no one will. Roses lost their colors in the fading orange sky. Sunflowers stopped chasing light the day you said goodbye. People walking happily beneath the golden glow, while I stood alone watching the river flow. Everybody looked alive tonight, but something inside me quietly died tonight. Even the guitar sounds colder in the breeze. यहाँ हेर्नुहोस् मनोरञ्जनको लागि धेरै कुराहरू पनि छ जस्तै उहाँ हेर्नुहोस् कतिको भार साइकल जस्तै बेन्ची छ डिफ्रेन्ट कुराहरू पनि छ तपाईँलाई हेराउँछु सायद कुनै उको लागि बनाएको कि क्या हो स्ट्रिट कल्चरहरू केही होला सायद त्यसको लागि बनाएको जस्तो लाग्यो होइन स्ट्रिट फुडहरू कल्चरहरू रिप्रेजेन्ट गर्नको लागि धेरै किसिमको प्रोग्रामहरू बवाल भएको छ बनाउने तयारीमा छ अझै यहाँ जुङनाङ रोज फेस्टिभलको लागि तयारी भइरहेछ आज तयारी भइरहेछ भने भोलि कि त पर्सि सायद त्यो कुन दिन सुरु छ अरे हाम्रो मन्डे हुनसक्छ सायद कुन फेस्टिभल हो जङनाङ फेस्टिभल हेर त जङनाङ सियोल रोज फेस्टिभल यस उता बोर्ड छ त आउँदा यस्तो ठुलो बल पनि छ यार गाइस वाउ यहाँ बलहरू हेर्नुहोस् कति ठुलो ठुलो बल छ वाउ वाउ अनि तपाईँहरू विश्वास गर्नुहुन विश्वास गर्न अलिक गाह्रो हुन्छ कि क्या हो तपाईँहरूलाई यो हेर्नुहोस् दिस इज कल्ड Softly with the trees, cherry blossoms falling like pieces of my soul. The sunset looks beautiful, but never made me whole. यहाँ रोज फेस्टिभलको लागि And every रोज फेस्टिभल किन यहाँ मनाइन्छ भन्ने कुरा यहाँकै छ है रोजै रोज हेर्नुहोस् रोज sounded like old memories calling out your name. फुलहरू हेर्नुहोस् गाइज हामी अब तपाईँहरूलाई काउन्ट गरेर हेराउँदैछु कति किसिमको रोज यहाँ पाइरहेछ भनेर है ल हेर्नुहोस् वाइट अलि के अरे के भन्छ यो कलरलाई यो अलिक येल्लो कलरको छ होइन यस्तो ठ्याक्कै
कलर भन्नाले यो छ होइन यो कलर मिक्स म्याक्स अलिक मिक्स बनाऊँ यसलाई एक गनौँ है फेरि बिचमा रातो हो एक गनौँ एक भयो होइन अनि यहाँ चाहिँ एउटा फेरि पिङ्क कलर दुई अरू वाइट पनि छ यहाँ पुरै वाइट यहाँ हेर्नुहोस् पुरै फ्रेस वाइट येल्लो 3 येल्लो भइसक्यो येल्लो अनि वाइट प्लस पर्पल के पर्पल भन्नु छ पिङ्क ए वाइट प्लस पिङ्क 4वटा भयो होइन त वाइट प्लस अलि रेड पिङ्क प्लस के वाइट 4वटा अब यतातिर आऊ यता पिङ्कै छ होइन अब यस्तो किसिमको फल्दो के अरे फुल्दो रहेछ हेर्नुहोस् डिफ्रेन्ट कलरको छ हेर्नुहोस् गौर फरमाइए इधर ल अब यहाँबाट हाम्रो कति 5वटा भयो होइन अनि प्योर रेड फुल्दो आउनुहुन्छ पनि यता प्योर रेड हेर्नुहोस् यहाँ यसमै फेरि व्हाइट पनि फुलिरहेको एउटै बोटमा यस वाउ होइन यहाँ हेर्नुहोस् प्योर रेड यसको कोपिला चाहिँ यस्तो हुँदो रहेछ प्योर रेड छ होइन यहाँ अरू छ यता पनि रेडै हो हजुर हेर्नुहोस् भेराइटी अफ कलर अफ रोज तपाईँले पाउन सक्नुहुन्छ एउटै गार्डनमा फेरि है साइज त कति ठुलो है दामी यार ओ यसको हेर त कोपिला कति दामी छ गाइस भोलि यहाँ रोज फेस्टिभल सेलिब्रेट हुन्छ हामीसँग तपाईँहरू पनि भिजिट गर्नु होला है जोङनाङ लोकेसन कहाँ हो भन्दै त जुङनाङ रोज पार्क हो कि क्या हो एकछिन तपाईँहरूलाई हामी लोकेसन पनि देखाउँदैछौँ यहाँ फोकस गर्नुहुन्छ जोङनाङ यस हियर इज द लोकेसन यहाँ जोङनाङ कल्चरल फाउन्डेसन जोङनाङ सोल रोज फेस्टिभल भोलि मे 23 को छ होइन आज 22 भइरहेछ अब यहाँ तयारी धमाधम भइरहेछ यहाँ सब तयारी फेस्टिभलको लागि रोज आर एक्सपेक्टेड टु बी फुल इन ब्लड मेकिङ द पर्फेक्ट टाइम फर द फुलै फुलको बगैँचामा मेरी यहाँ पनि यति फुल छ कि गीत नगाउन आउँदा पनि गीत बिर्सिरहेछ मुखबाट होइन त नेचुरली हेर्नुहोस् फुलहरू Under the city lights, a lonely road still grows, petals full of memories nobody really knows. Cold wind through the night, guitar crying slow. Every scar inside my heart started from hello, and I still see you dancing in the rain, like a dream I could never hold again. Your perfume still lives inside my soul, like a rose that bloomed but never got old. हामीले रिसर्च अनुसार यो पत्ता लाग्यो कि सोलकै सबभन्दा बिगेस्ट रोज फेस्टिभल हाम्रो यही जुङनाङमा मनाउने गर्छ जहाँ हामी अहिले आज छौँ र भोलि पनि हुनेछौँ होइन त भोलि फेस्टिभल छ अनि भोलि हामी यो भिडियो हेरेर आज 8 बजिरहेछ भोलि यति बजीसम्म हामी यहीँ हुनेछौँ I was trying just to make your colors last. Now the silence sings your name in every room, and my heart still waits for flowers in the gloom. Late night roads and broken songs, I drive alone where we belong. Moonlight falling on the seat beside me, but your shadow's all that I can see. You were soft like springtime air, but pain was hiding in your stare. Now every guitar string I play sounds like goodbye drifting away. Oh, rose, even dead flowers
भइसकेको छ है गाइस तपाईँहरू नबिर्सिकन आउनुहोस् In the dark, still blooming inside my heart. बिर्सिने पुरै छैन तपाईँहरू चाहिँ जसरी भए पनि टाइम निकालेर May 23 tomorrow this Saturday प्लिज आउनु होला Your petals never fade. For your exact theme, this aesthetic fits. ल गाइस हामी अब तपाईँहरूबाट बिदा लिन चाहन्छौँ करिब टाइम पनि हाम्रो हेर्नुहोस् 8 बजिसक्यो 8 बजेर समथिङ 6-7 मिनट भयो ठ्याक्कै 8 बजिसक्यो है अब हामी तपाईँहरूको माझबाट बिदा लिँदै See you next. गुड नाइट भन्दै बिदा लिन्छौँ See you next vlog. भोलि फेरि भेटौँला See you in next vlog. यस बाई बाई गुड नाइट